उम्, आज चाहिँ हामी यो इलाम जिल्लाको हाम्रै इलाम जिल्लाकै चेप्टी भन्ने ठाउँमा चाहिँ आएको छौँ। सामान्य भिडियोहरू पनि बनाइराखेको छु। सम्पूर्णमा सेवाहरू नमस्ते। यहाँ छौँ, यसो हेर्दैछु, यो निकै राम्रो भिजन, यहाँ चाहिँ निकै राम्रो भिजन भएको मान्छेले यहाँ इन्भेस्ट गरेको जस्तो बुझिन्छ। फ्युचरमा एज अ फ्युचर यो चाहिँ एकदमै राम्रो हुन्छ जस्तो लागेको छ मलाई चाहिँ। अब यो माथि माथिको डाँडाहरू, यो डाँडाहरू सबै सदुपयोग गर्न सक्यो भने चाहिँ मैले धेरै राम्रो फ्युचर देखेँ यहाँ। हो सिस्टर, ल उसले पनि भिडियो बनाइरहेको छ। सबैजना हामी आज फ्यामिली नै दानाबारी आएको मौका पारेर हामी यता पनि छिर्ने पाइयो। राम्रो छ। यस्तो छ, यो भर्खर यो बिरुवाहरू हुर्किँदैछ। अब यो ठुलो भएपछि यसको रौनकता चाहिँ तपाईँहरूले, मैले मात्रै यहाँ सोचिराखेको छु कस्तो हुन्छ र यो ठाउँहरू छन्। राम्रो छ ल, अब यता यो चाहिँ एउटा एकदमै पर्यटकीय क्षेत्र बनाएको छ चेप्टीमा। हामी इलाम जिल्लाकै एउटा सानो ठाउँ चेप्टीमा एकदमै राम्रो इन्भेस्ट गरेर लगभग 100 करोडको लगानी जस्तो यहाँ सुन्दै थिएँ मैले। आउनु यता आउनु, यस्तो यो उयो छ होइन। यहाँ अब चौपायाहरू, मृगहरू, ऊँट यस्तो के पनि छ भन्नुहुन्थ्यो, भन्नुहुन्थ्यो नि। अब त्यो चाहिँ म कहाँ छ थाहा भएन। यताबाट ल, अब यता झरनाहरू पनि बनाएर छ। यो सायद कसरी बनाएको, यो आर्टिफिसियल हो कि नेचुरल हो कि, त्यो चाहिँ मैले रिसर्च गर्न पाएन। आउनु यता यो पार्कमा त्यस्तो कुराहरू पनि छ रहेछ भने। यता चाहिँ माइखोला देखिन्छ यता चाहिँ। यो यता माइखोला, यो माथि एउटा झुलुङ्गे पुल देखिरहेको छ, लामो छ, निकै लामो छ। त्यहाँनिर हामी सम्भवतः जानेछौँ। माथि एउटा झरना झरिरहेको छ, झरना आवाज आइरहेको छ। भिडियो चाहिँ निकै लामो हुने भयो, त्यो पनि ठिकै छ। माथि डाँडाबाट जाँदैछ यस्तो छ। यो निकै उदायक लाग्दो पहाडै छ।
यस्तो छ है साथीहरू। ल मित्रहरू, यो ठुलै बोटहरू चलाउन मिल्ने समथिङ त्यस्तै के रहेछ होइन। यस्तो छ यो यो भ्यू टावर बनाएको छ निकै अर्को रहेछ यो। मलाई यहाँ निकै सास बढिहाल्यो। वरिपरि अझै हामी त्यताबाट खिच्दै आएको यस्तो छ। यस्तो छ अन्त आज त यस्तो छ यहाँ राम्रै देखेँ मैले। समग्रमा 200 रुपियाँ टिकट मात्रै रहेछ। 200 रुपियाँ टिकट गरेर धेरै कुराहरू हेर्न पाइने, सस्तो पनि। अरू बेला त निकै ठुलो भिडभाड हुन्छ भन्ने छ यहाँ। यो ठुल्ठुलो पदमा के मार्दा के रहेछ यस्तो गुफा सुफा पनि रहेछ। यो चाहिँ गुफा है। यो मेरो कान्छो भाइ है सुरेश पागो। निकै गर्मी भएको अवस्था पनि छ। यो उहिले मैले नै पालेको गोरु जस्तो छ है। ठिकै छ। Good job, guys. है ल साथीहरू भिडियो निकै लामो भएको छ। भिडियो लामो भए पनि तपाईँले हेरिदिनु भएकोमा धेरै धेरै नौकरी धन्यवाद। के छ